यदि तपाईँ शनिको 7:30 र 2:30बाट गुज्रिँदै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि। शनिको 7:30 र 2:30 भन्ने साथ मान्छेहरू डराउने गर्छन् र भयभीत हुने गर्छन् र वास्तवमा शनिको 7:30 र 2:30 छ भन्दैमा सबैलाई प्रतिकूल असर पर्ने र सबैलाई अनुकूल असर पर्ने भन्ने हुँदैन। धेरै जस्तो व्यक्तिलाई अनुकूल असर पनि पर्न सक्छ भने धेरै जस्तो व्यक्तिलाई प्रतिकूल असर पनि पर्न सक्छ। त यो कसरी पर्छ भन्ने कुरा हामी कुण्डलीबाट जान्न सक्छौँ। जस्तै तपाईँको कुण्डलीमा राहु 1 देखि 6 घरमा छ र शनि 7 देखि 12 घरमा छ भने तपाईलाई प्रतिकूल असर पर्ने हुन्छ र नकारात्मक समस्याहरू, कुनै घटना, चोटपटक, दुर्घटना, आमाको स्वास्थ्य बिग्रिने जस्ता समस्याबाट गुज्रिन पर्ने हुन्छ। यदि तपाईको शनि 1 देखि 6 घरमा छ र राहु 7 देखि 12 घरमा छ भने तपाईको लागि यो एकदम सुनौलो समय हो। शनिको 7:30 भन्दैमा तपाईँ डराउनु पर्ने केही पनि छैन। यो बेलामा तपाईले जग्गा जमिन प्रपर्टी जोड्ने, करियरमा राइज हुने, ट्रान्सफर्मेसन हुने, साथै विदेश यात्राको लागि सुनौलो समय बन्न पुग्छ। र यदि तपाईको राहु शनि एकै साइडमा छ भने राहु अगाडि छ कि शनि अगाडि छ त्यो हेर्नु होला। यदि राहु भन्दा शनि अगाडि छ भने तपाईको लागि अनुकूल फल मिल्छ भने राहु अगाडि छ र शनि पछाडि छ भने तपाईलाई प्रतिकूल फल मिल्ने हुन्छ।